हेलो दोस्तों नमस्ते सम्पूर्ण साथीहरुमा म निराज केशलङ्गाली खत्री। यति बेला म व्याकरण हेर्न सक्नुहुन्छ हैन, म पशुपतिनाथमा आएको थिएँ अनि हामी चिया खान जाउँ न त भन्ने क्रममा आइयो। अनि एकजना बुढी आमा चाहिँ अब चिया बिक्री गर्दै हुनुहुनेछ अनि प्लस चिया खाएर क्रममा चाहिँ घर सोध्ने क्रममा अनि आमाले चाहिँ घर मेरो यो बाबु भनेर भन्नुभयो। अनि फेरि हामीलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि हैन, हाम्रो पनि आमा हुनुहुन्छ, आमा जस्तै आमा हुनुहुन्छ, माया लाग्छ। त्यसै कारणले चाहिँ हामीले चाहिँ यसो सके जति सहयोग गरौँ न त भनेर अब थोरै पैसा अनि हामीले चाहिँ आमाको लागि चामल अनि त्यसपछि पानी, त्यसपछि दालहरू अनि त्यसपछि अब यहाँ सोयाबिन दिएको छ। आमाको लागि चाहिँ थोरै सहयोग गरियो, पैसा पनि दियो र आमाको व्यवसाय चाहिँ विशेष बदामहरू बिक्री गर्ने उहाँको आमाको चाहिँ काम रहेछ। र आमाको घर हेर्न सक्नुहुनेछ, यस्तो अवस्था छ आमाको। अब माया लाग्छ हैन। अब यहाँका समितिहरूले पनि र आमाको घर चाहिँ यस्तो छ है, चित्लाग्दो अनि दुःख लाग्दो पनि रहेछ। र हामी घरभित्र छिर्यौँ र पनि घरभित्र चाहिँ अब यस्तो छ, सायद लाइट पनि छैन होला, म लाइट बाल्न चाहेँ। आमाको घर चाहिँ यस्तो रहेछ। अब यहाँ ठाउँ छैन, सुत्ने ठाउँ चाहिँ यस्तो रहेछ है। बिचरा ठिक लाग्यो, माया लाग्यो होइन। अनि त्यसै कारण हामी चाहिँ सक्दो सहयोग गरेको छौँ। यहाँ ठाउँ चाहिँ यस्तो छ है। यहाँ आमाको घर यो हो। आज आमालाई थोरै सहयोग गर्दाखेरि चाहिँ खुसी लाग्यो, खुसी मिल्यो। आमालाई केही भन्नु छ आमा? खाएर पैसा नदिएर जाने छन् अहिलेसम्म त त्यसो भएको छैन बाबु। ठ्याक्कै यो चाहिँ काठमाडौँको यो बेहाली अनि आमाको व्यवसाय अनि आमाको यो घर है। घर चाहिँ यसरी बनाउनु भएको रहेछ, ठिक लाग्दो। पानी पऱ्यो भने त गाह्रो हुन्छ होला आमालाई। ल आमा हामीले गर्ने जति सहयोग गऱ्यौँ है। अब फेरि हामी फेरि आमा हामी आयौँ भने चाहिँ फेरि हामी सहयोग गर्नेछौँ। अब अहिले हामीले जति सक्यौँ तपाईँले चाहिँ सहयोग गरियो र हामी चाहिँ फेरि आयो भने फेरि सहयोग गर्नेछ है आमा है। अन्य साथीहरू